एउटा सानो गाउँमा कुमार आफ्नो बा अनि श्रीमती सीतासँगै बस्थ्यो। कुमार गाउँमै एउटा सानो किराना पसल चलाउँथ्यो अनि सीता चाहिँ घर सम्हाल्थिन्। बिहानै उठेर पानी तताउने, भान्सा सफा गर्ने अनि चुलोमा चिया खाजा बनाउने यो उसको हरेक दिनको सुरुवात थियो। कुमार चाहिँ बिहानै उठेर हात मुख धोएर खाजा खाएर पसल जान्थ्यो। बिहानदेखि बेलुकीसम्मै ऊ पसलमा व्यस्त हुन्थ्यो। स्वभावले त कुमार राम्रै थियो, तर उसको एउटा नराम्रो बानी थियो। उसलाई जति मेहनतले खाना बनाएर दिए पनि ऊ कहिल्यै सन्तुष्ट हुन्थेन। सधैँ खाना खाना बसेपछि उसले खानामा केही न केही कमी निकाल्थ्यो। हरेक दिन जस्तै त्यो दिन पनि सीताले मेहनतले खाना बनाउन थालिन्। दाल, तरकारी, भात सबै कुरामा ध्यान दिँदै उसले मसाला, नुन, तेल इत्यादि राम्ररी मिलाइन्। कुमार तयार भएर खाना खान बसे। कुमारलाई खाना पस्केर सीता उसको छेउमा बसेर मनमने आशा गरिरहेकी थिइन् कि आज उसले केही राम्रो भन्ला कि। तर कुमारले दालको पहिलो चम्मच मुखमा हाल्ने बित्तिकै भन्यो, आज त नुन अलिक बढी भए जस्तो छ। सीता केही नबोली चुपचाप बसिन्। बाले छेउबाट भने, नुन भन्दा बढी त तेरो गुनासो छ। सीता केही नबोली थाल उठाउँदै भान्सातिर लागिन्। कुमार चाहिँ झोला बोकेर पसलतिर हिँड्यो। कुमार दिनभरि पसलमा सामान बेच्न र हिसाब मिलाउनमै व्यस्त भयो। उता सीता भने चुपचाप घरको अरू काममा लागिन्। हातले भाँडा माझिरहेकी थिइन्, तर मनमा बिहानकै कुरा घुमिरहेको थियो। मैले त नुन ठिकै हालेकी थिएँ, कसरी बढी लाग्यो होला। सायद मैले जति मेहनतले बनाए पनि उसलाई कहिल्यै मिठो लाग्दैन जस्तो छ। सोच्दा सोच्दै भाँडा माझिसकेपछि सीता घरको सामान लिन बजारतिर हिँडिन्। बजारबाट फर्किएपछि सीता रातिको खानाको तयारीमा लागिन्। तर यो पटक पहिले भन्दा बढी ध्यान र मेहनतले उसले भात, तरकारी, अचार र दाल हल्का घिउमा भुटेर स्वादिलो बनाएकी थिइन्। हेर्दा हेर्दै दिन ढल्किन थाल्यो र कुमार पसलबाट थाकेको अनुहार लिएर घर फर्कियो। हात मुख धोएर एकछिन बासँग दिनभरिको कुरा गर्यो। त्यसपछि उनीहरू खाना खान बसे। थालमा दाल, भात, अचार, तरकारी सजाइएको थियो। बाले पहिलो गाँस खाएपछि हल्का मुस्कुराउँदै भने, ओहो बुहारी, आज त खाना एकदमै स्वादिलो भएछ। बाका शब्दहरू सुनेपछि सीतालाई मनभित्रको भारी केही हल्का भएको महसुस भयो। त्यसपछि कुमारले थाल हेर्दै भातमा दाल र तरकारी मिलाएर पहिलो गाँस मुखमा हाल्यो। सीता र बा दुवैले उसको अनुहार हेरे। कुमारले मुख खुम्चाउँदै भन्यो, ठिकै छ, तर खासै स्वाद छैन। बाले रिसाउँदै भन्नुभयो, तैले खानामा सधैँ केही न केही कमी देख्छस्। बनाउने मान्छेले कति मेहनत गरेको हुन्छ भन्ने तैले कहिले देख्दैनस्। जे पकाए पनि गुनासो मात्र हुन्छ तेरो। के तँलाई मिठो भयो धन्यवाद भन्न गाह्रो लाग्छ? बाको कुरा सुनेपछि कुमारले केही नबोली खाना खाएर चुपचाप ओछ्यानतिर लाग्यो। सीता पनि भान्सा सफा गरेर थकित मन लिएर सुतिन्। त्यसरी नै दिन बित्दै गयो, तर कुमारको बानी फेरिएन। सीताले हरेक दिन मेहनतले खाना बनाउँथिन्, तर कुमार सधैँ जस्तै दाल पातुलो भयो, आज चियामा चिनी बढी भएछ भन्दै गुनासो गरिरहन्थ्यो। सीताको मन त धेरै दुखी हुन्थ्यो, तर भनेर पनि केही अर्थ थिएन। सीताले कहिल्यै केही भनिनन्, तर ऊ भित्रभित्रै थाकिरहेकी थिइन्, शरीर मात्र होइन मन पनि। एक बेलुकी कुमार पसलबाट फर्कँदा सीता ओछ्यानमा सुतिरहेकी थिइन्। भान्साबाट सधैँ आउने दाल तरकारीको सुगन्ध आज थिएन। भान्सामा कोही नदेख्दा उसले बालाई सोध्यो, बा, सीतालाई के भयो, आज खाना बनेन र? बाले शान्त स्वरमा भने, बुहारी ज्वरोले उठ्न सकेकी छैनन्, आज आराम गर्न दे। अब मेरो उमेरले गर्दा म काम गर्न सक्दिन, त्यसैले आजको खाना त बना। कुमार केही नबोली भान्सातिर लाग्यो। त्यसपछि उसले दाल र चामल मिसाएर खिचडी बनाउन थाल्यो।
खिचडी पाकेपछि उसले बा र सीतालाई पस्कियो। बाले पहिलो चम्मच मुखमा हालेपछि भने, राम्ररी पकाइनस् क्याउ? चामल त काँचै छ। कुमारले सीतातिर हेर्यो, तर ऊ केही नबोली चुपचाप खाइरहिन्। दिनभरि पसलमा काम गरेर थकाइ लाग्दै भए पनि बनाइएको खानालाई कसैले राम्रो नभन्दा कुमारलाई नराम्रो लाग्यो। होस् अब आज त भइहाल्यो, भोलि बिहान राम्रोसँग बनाउँछु भन्दै कुमार थकित शरीर लिएर सुत्न गयो। अर्को बिहान ऊ चाँडै उठ्यो, तावा निकालेर आँटा गुन्यो, त्यसपछि रोटी बेल्दै गयो। बेसार नुन र जिरा मिसाएर आलु पनि बनायो। सबै तयार भएपछि उसले बा र सीतालाई खाना खान बोलायो। बाले केही घाँस खाएपछि अनुहार अलिकति बिगार्दै भन्नुभयो, रोटी त अलिक नरम बनाएको भए हुन्थ्यो नि, चपाउनु अलिक गाह्रो पो भयो। यसपटक बाको त्यो गुनासो सुनेर कुमारलाई रिस उठ्यो। उसले झर्कन्दै भन्यो, के गर्नु त, जति सके मन लगाएर बनाए, मिठो लागेन भने पनि के गुनासो नै गर्नुपर्छ र? बाले मुस्कुराउँदै भने, ए आज त तँलाई महसुस भयो होला नि, सीताले दिनदिनै कति कुरा सहेर बसेकी थिई। उसले पनि त मेहनत र मायाले बनाउँथ्यो, तर तैले कहिले मिठो भयो वा राम्रो बनाएछौ भनिनस्। सधैँ नुन कम तेल बढी भन्दै गुनासो मात्र गर्थिस्। आज मैले 2 चोटि गुनासो गर्दा नै के तेरो चित्त दुख्यो? अगाडि पस्केको खाना खाएर कमी निकाल्न त सजिलो छ बाबु, तर बनाउनेले कति मेहनत र माया राखेर पकाएको हुन्छ त्यो कदर गर्नु जान्नुपर्छ। बाको कुरा सुनेपछि कुमार केही बोल्न सकेन। उसले आँखा झुकाएर सीतालाई माफ माग्दै भन्यो, कमी त तिम्रो खानामा होइन, मेरो सोच र बानीमा रहेछ। मलाई माफ गर है, मैले तिम्रो माया र मेहनत देख्नै सकिनँ। सीताले मुस्कुराउँदै भनिन्, तिमीले बुझ्यौ, मेरो लागि त्यही सबैभन्दा ठुलो कुरा हो। त्यसपछि उनीहरूले मिलेर रोटी र आलुको सब्जी खाए र त्यस दिनदेखि घरमा गुनासो होइन कदरले ठाउँ लियो।